क्या हुई ओए ढुङ्गा हेर्न साइको हो क्या ओली त यार खुलेर हाँसेर बसेर नाचेर ऐसा कैसे चलेगा भाइ यस्तो बेला चाहिँ हो क्या क्यामेरा अन गर्नुपर्ने रोड क्रस गर्दा चाहिँ डेन्जर हुन्छ हाने ड्याममा आएर हानिन्छ क्या साइकोहरू ल हेऱ्यो ड्युक होइन ड्युक अब सी कस्तो साउन्ड आउँछ है किनकि मैले अहिले भ्लग गरिरहेको चाहिँ गोप्रोको साउन्डबाट छैन होइन मेरो फोनलाई हेलमेटभित्र राखेर अनि रेकर्डिङ स्टार्ट गरिरहेको छु क्या डोन्ट नो कतिको रेलेभेन्ट साउन्ड आउँछ कतिको गुड साउन्ड आउँछ होइन के गर्नु जुगाड त गर्नै पऱ्यो गोप्रोको मेरो हरायो के अरे एडप्टर गोप्रोको एडप्टर हरायो अनि आज धेरै भयो भ्लग नगरेको अब थाहा छैन यो साउन्ड राम्रो आयो भने त भ्लग हालिहाल्छु होइन साउन्ड अब नराम्रो आयो भने चाहिँ अब भ्लग हाल्छु कि हाल्दिनँ नि थाहा छैन अनि त्यही हो अरू त के नै भन्नु होइन दसैँको माहौल छ अहिले काठमाडौँमा आज खै के हो हिजो फुलपाती थियो आज सायद के हो है मलाई थाहा पनि छैन अनि अब सबै काम कुरोहरू सबै बन्द छ नि त अहिले अब बिदा भयो नि त अब सबजना घर जाने मान्छेहरूको जाम हुन्छ होइन अब नगरकोटसम्म जाम एकछिन चिल हान पनि डाँडामा गएर भनेर हिँडे हो खासमा म हिँड्न चाहिँ होइन अब जान चाहिँ नगरकोटै जाने हो तर कतिको जाम हुन्छ भन्ने कुरा हो है बाइक पनि घोपी बनायो यसपालि चाहिँ होइन बाइकले लास्ट खर्च निक्लिएको थियो बाइकमा करिब 20,000 जति नै चुना लाग्यो यसपालि चाहिँ के गयो भन्ने कुरामा चाहिँ अब के सब फेऱ्यो क्या सक अगाडिको 2टा सस्पेन्सनको त्यो आइलसिल फेऱ्यो होइन अनि त्यसपछि पछाडिको डिक्स प्लेट नै फेऱ्यो अनि त्यसपछि त्यो यता राइट साइडमा यहाँ हुन्छ नि स्पार्क प्लगको त्यो स्पार्क आर्क बनाउने त्यो एउटा सानो डिभाइस जस्तो त्यो नि बिग्रिया रहेछ त्यो फेऱ्यो अनि मोबिल फिल्टर त्यो त सामान्य भइहाल्यो अरू के फेऱ्यो अनि ट्याङ्की ऊ गऱ्यो के अरे पेन्ट हान्यो होइन ट्याङ्कीमा पेन्ट हान्यो अनि पछाडिको टेल भाँच्चा थियो क्या त्यो पछाडिपट्टि साइड टेल हुन्छ नि त्यो भाँच्चा थियो अनि त्यो पनि पेन्ट गरेर त्यसलाई टिक बनायो पेन्ट गऱ्यो खासमा ट्याङ्की र त्यो पछाडिको टेल होइन अनि अरू के गर्यो अनि ह्यान्डल बाङ्किया थियो ह्यान्डल सिधा बनायो के गर्यो अनि यो ब्रेक लिभर अगाडिको ब्रेक लिभर गएको थियो त्यो फेऱ्यो अनि के गर्यो सम्झिँदैछु कि बिस्तारी ह्यान्डल बाङ्को भएको थियो ह्यान्डल त्यो लेटमा लगेर ह्यान्डल सिधा गऱ्यो होइन अरू के गर्यो तर त्यस्तै के गर्यो तर मैले गियर चाहिँ के गरेँ है 17-18 हजार चाहिँ खर्च आएको थियो अनि अरू यताउता गरेर यो अगाडिको यो हाल्यो होइन त्यो सबै हाल्दाखेरि चाहिँ 20,000 तेल हाल्यो फुल पेट्रोल हाल्यो भर्खरै होइन त्यो सबै गरेर देश ह्याप्पी दसैँ भयो केटा हो होइन बाइक पाल्न कहाँ सजिलो छ त अझै यो यत्तिकै हल्लिरहेको चाहिँ अनि मेन समस्या मेरो त्यो रेडिएटरको फ्यान हुन्छ नि त्यो फ्यान चाहिँ गएछ क्या त्यो फ्यानै बिग्रिया रहेछ अनि त्यो बिग्रेको धेरै भइसकेको थियो 6-7 महिनै भइसकेको थियो फ्यान नघुमेको त्यही नि मैले चलाइरहेको थिएँ मेरो चलाइ फेरि यत्तिकै हो नि त कुदाउनी होइन यस्तै हो अनि त्यो मैले फेरेको थिइनँ अनि त्यो चाहिँ अब फेर्नुपर्ने रहेछ कि खासमा अनि त्यो सोधेको नयाँमा चाहिँ कति 4-5 हजार कति पर्ने भन्दै थियो सेकेन्ड ह्यान्डको चाहिँ अब पाइरहेको छैन यदि कोसनसँग R15 V3 को रेडिएटरको फ्यान छ भने चाहिँ ट्याक्क मलाई भनिदिँदा हुन्छ है त ट्यागको कमेन्टमा म यो टिकटकमा नि हालिदिन्छु यति क्लिप काटेर रेडिएटरको फ्यान कसैसँग छ R15 V3 को भने मलाई सम्पर्क गर्न नभुल्नु होला धन्यवाद अच्छा अब जाम हुन त दसैँ छ यत्रो गाडीहरू गइरहेको छ सबजना घर हिँडिरहेको छ त्यहाँ दसैँको माहौल छ नि त दसैँको माहौल केटा हो अनि भाटभटी नि जलेर सखाप खतरा थियो यार त यहाँको भाटभटी नि होइन रेकर्ड त छ नि रेकर्ड छ यहाँको भाटभटी नि खतरै थियो क्या तर राम्रो थियो क्या यहाँको भाटभटी नि आनन्दको थियो अब त के भाटभटी नि भन्नु होइन अब बनाउँछु होला युज पैसा छ त्यसो इन्सुरेन्स हुन्छ होइन बनाइहाल्छ नि अनि बनाउनु पनि पऱ्यो नि होइन जे भए पनि अब आफ्नै देशको जनताले बनाएको कुरा त हो नि
अनि अरू के भएको छ मेरो हेलमेटको भाइसर गएको छ यार केटा हो यार भाइसरै छैन भने यार यो भित्रको भाइसर लाएर अहिलेपछि म अहिले देखाउँछु कस्तो छ मेरो भाइसर यार यो भित्रको इनर भाइसर मात्रै लगाएर कुदाइरहेको थियो यार त्यही भएर साउन्ड पनि फिल्टर गर्नुपर्छ होला सर्र गरेर आवाज आउँछ होला है नआइदियो हुन्थ्यो सकेसम्म नआयो हुन्थ्यो अब आयो भने के नि गर्न सकिन्छ र भ्लग हाल्दिनँ यतै क्लिप मात्रै हालिदिन्छु टिकटकमा होइन भर्खर मैले गियर चेन्ज गर्दा क्लच पुरै नताना त क्याट्ट भइदिएर यार छिछि गन्दा हेबिट हो नि त क्लच नतानिकन गियर चेन्ज गर्नु खासमा अब केटाहरू त गरिदिन्छ होइन केटाहरू चाहिँ के छ र अब ल अब चाहिँ जाम है त मेरो चाहिँ के समस्या भयो भने अघि जाममा पऱ्यो नि त वाइल्ड जाममा पऱ्यो अनि ओभरहिटको साइन देखाइदियो क्या बाइकमा फ्यान छैन नि त यसको अनि त्यो भएर ओभरहिटको साइन देखाइदियो अनि सस्पेन्सन अलिकति बसिरहेको जस्तो लागिरहेको यो सस्पेन्सन यार यत्रो साह्रो त हुनु नपर्ने सस्पेन्सन के हो यार यस्तो साह्रो छ सस्पेन्सन त यतिबाट माथि आउनु पऱ्यो नि त त्यो माथि नै आएको छ नि त्यहीँ तलै बसिरहेको भन्नु पर्ला यो पनि बनाएको क्या अस्ति अनि तर सस्पेन्सन प्ले त गरिरहेको छ तर त्यस्तो मजाले प्ले गरिरहेको छैन कि जति गर्नुपर्ने हो अनि ओभरहिट देखिरहेको थियो साइन हो कि त्यहाँ जाम थियो नि त उभर अनि अलि यता आएर भ्लगिङ स्टार्ट गरेँ कि त्यस्तो जाममा आएर वाइल्ड जाम थियो त तर यो फ्यान हाल्नै पर्छ होला यार यो रेडिएटरमा फ्यान नै नहालिकन चलाइरहेको छु क्या अनि त्यही भएर ओभरहिट देखायो क्या अब यसरी चलाउँदा त हावा छिर्छ ठिकै हो होइन अब त्यो जाममा त परेन छिर्दैन नि त अब जाममा त छिर्दैन नि त हावा त्यो भएर ओभरहिट देखाइरहेको थियो क्या अब यसरी चलाउँदा त कुदाउँदा हावा छिरेर हुन्छ रेडिएटरमा त्यो कुल्यान्ट पनि चिसिन्छ तर जाममा त हुँदैन त्यस्तो होइन त्यो भएर चाहिँ अब फेर्नै पर्छ होला फ्यान हाल्नै पर्छ अब के नयाँमा कति पर्छ एकचोटि कमेन्ट गरिदिनु होइन अनि के अरे पुरानोमा सेकेन्ड ह्यान्डमा कति पर्छ एकचोटि त्यो पनि कमेन्ट गरिदिनु कोहीसँग छ भने होइन अनि नत्र चाहिँ फेर्नु पऱ्यो क्या यो भएन यसरी त कसरी चलाउने होला यार यसरी त ऐसा कैसे चलेगा भाइ क्या हुई ओए ढुङ्गा हेर्नु आम्मामामामा के यस्तो भएन सरकार हल्का कुदाइदिउँ भने के कति बिस्तारै चलाउनु बेला बेला चाहिँ यसरी अफै गरिदिन्छु क्या म त यहाँबाट स्विच पनि अफ गरिदिन्छु अब धेरै तात्यो भने प्रब्लम हुन्छ होइन इन्जिनमा फ्यान पनि छैन अनि के गर्ने त केही न केही जुगाड लाउनै पऱ्यो नेपाली हो नि पानी चाहिँ नपर्दै हुन्थ्यो यार पानी पो पर्न आँट्यो यार पानी पऱ्यो भने त बिजोक हुन्छ त नि म त त्यो एउटा सानो सिङ्गल पहिलाको एउटा रेनकोट थियो त्यही मात्रै ल्याएको थियो यार टेन्सन हुई गवा पानी परे त के न हिन्दी हो न नेपाली हो के बोलायो अब यहाँबाट अलिकति माथि गएपछि त चिसो चिसो हुँदै जान्छ अनि मजा आउँछ फुल उकालो छ उकालोमा बिस्तारै जाने अब आनन्दले होइन ओके यो सायद कट 3 होला मैले बाइक एकछिन रोकेको थिएँ यहाँ ऊ देखाइरहेको थियो अघि नै तल देखाएको थियो भनिहाल्यो अघि भर्खर ओके ल जाउँ है त एकछिन यसो रोकेको के अब फ्यान छैन अनि उकालो छ अनि बाइकलाई नि अलिक प्रब्लम हुन्छ नि त त्यो भएर एकछिन यसो रोकेको अनि अब चाहिँ हिँडेको फेरि पानी पर्छ जस्तो भइरहेको छ यार यता त के हो यार नपर्दै हुन्थ्यो हुन त परे त हुन्थ्यो पऱ्यो भने त इन्जिनलाई
चिसो भइरहन्थ्यो आनन्दै हो। तर म चिसो हुन्छ नि त फेरि हेर ठिकै छ परे नि ठिक छ नपरे नि ठिक छ। सानो रेनकोट छ मलाई पुगिहाल्छ त्यो रेनकोटले होइन छ मलाई पुगिहाल्छ त्यो रेनकोटले। उता चाहिँ पानी परिरहेको जस्तो छ मासतिर। यहाँ फेरि पानी पऱ्यो भने चाहिँ वाइल्ड चिसो हुन्छ क्या चिसो भइदिन्छ क्या यता पानी पऱ्यो भने चाहिँ त्यो चाहिँ अलिक समस्या हो क्या। यो ठाउँै चिसो हो नि त खासमा। अनि यो ठाउँमा चाहिँ मेरो अति धेरै मेमोरिजहरू छ क्या अति धेरै होइन। अब के गर्ने यस्तै त हो तर मजा आउँछ यो ठाउँ आउँदाखेरि। पहिल्यैदेखि आउँथ्यो कि म कलेज पढ्दाखेरि नै आउँथेँ त्यता। यस्तो आनन्द आउने ठाउँ हो क्या यो खासमा नगरकोट। जब अरू नै कुराले यो नगरकोट फेमस छ होइन तर चिल ठाउँ घरबाट त होइन जे होस् काठमाडौँबाट नजिकै हो। मेरो घरबाट नजिक त होइन होइन भक्तपुरहरूबाट त नजिकै हो नि त। चिल ठाउँ हो नि त होइन हिउँ पर्ने ठाउँ हो। 2 वर्ष अगाडि म यहाँ आएको थिएँ जाडो महिना होइन पानी परेको थियो कि। अनि जाडो महिना यहाँ आएको त हिउँ परिदिइरहने यस्तो मजा आएको थियो आम्मा। त्यतिखेर मेरो एप्रिलमा थियो मैले गोप्रो चाहिँ ल्याइनँ त्यतिखेर तर मसँग त्यो फोटोहरू भिडियोहरू चाहिँ छ त्यो हिउँ परेको हिउँ खेलेको। माथि त पुरै हिउँ क्या। अनि गाडीहरू जानु नसकेर बाइकहरू जानु नसकेर हामीले चाहिँ स्कुटर बल्ल बल्ल लिएर गएको थियौँ होइन। लिएर गएर फेरि ओह्राल्न यस्तो गाह्रो भएको थियो त्यो चिप्लो बाटोमा त आइस होइन पुरै खतरा। फर्स्ट टाइम मैले त्यो हिउँ परे ठाउँमा बाइक त्यसरी स्कुटर त्यसरी चला होला क्या स्वाद आएको थियो क्या स्वाद। तर एनिवेज कुरा एउटा होइन अब दसैँ लाग्दैछ दसैँ आयो होइन यस्तै छ मौसम चिसो चिसो हुँदैछ तातोबाट चिसोतिर गइरहेको छ मौसम। रमाइलो छ त्यो ठिकै छ रमाइलो भन्दा नि आनन्दै छ भनौँ न होइन लाइफ। अस्ति त्यत्रोजना हाम्रै साथीहरू शहीद भए होइन बिचरा। देशले त खासमा केही नि पाएन नि त। देशले केही पनि पाउँदैन क्या। हामी जनता नै अलि भेडा भन्ने कि लाटा भन्ने कि गोजेङ्ग्राहरू हो क्या हामी खासमा जनता नै बर गोजेङ्ग्रा हो क्या। हामी धनी चाहिँ वाइल्ड धनी छ जनताहरू होइन। अनि अब के मतलब यहाँबाट हिमाल देखिन्थ्यो अब पुरै क्लाउडी छ पानी पर्ला जस्तो छ। हिमाल त के हुनु एकछिनमा घर चाहिँ फर्किनुपर्छ जस्तो छ पानी परेर। हामी जनता नै भेडो छौँ नि त भेडो आँडै हो क्या हामी त आँडी। त्यत्रो त्यो महेश बस्नेत अनि ओली ल हेर त्यत्रो मान्छे मारेछ कस्तो साइको हो क्या ओली त यार होइन। मैले आदेशै दिएको छैन गोली हान्नलाई। प्रहरीको गोलीबाट गोली नै बन्दुकबाट गोली नै चले होइन अरे कसकोबाट चल्यो त। त्यत्रो भिडियो आइरहेको छ यार गल्ली गल्लीमा गएर पुलिसले बन्दुक हाने यार त्यत्रो आइरहेको छ गन फायरिङ गरे त्यत्रो सिंहदरबारको गेटबाट त्यत्रो गन फायरिङ गरे हान्दै ढलाइ भिडियो छ त्यही नै होइन भने तर वाच पागल हो क्या। हो त्यसले किन होइन भने थाहा छ किन ओलीले चाहिँ यस्तो कन्फिडेन्टसँग होइन मैले मारे होइन मैले आदेश दिएँ होइन गोली हान्न पुलिसको गोलीबाट मरे होइन किन भने थाहा छ हामी त्यस्तो भएर हो क्या। हामी जनता त्यस्तो भएर किनकि हामी उसको कुरा पत्याइदिन्छौँ नि त त्यो हो क्या समस्या। अब पर्सि चुनावमा हामी त्यसको कुरा पत्याउने कि नपत्याउने त्यो त भोट माग्न आउँछ घर आउँदाखेरि हो हामी पत्याइदिन्छौँ नि त हो। त्यही भएर त्यसले हामीलाई त्यसरी हेप्या त्यसले हामीलाई भन्छ नि त हामी भेडा हो भनेर उनीहरूलाई थाहा छ नि त हामी भेडा हो भन्ने कुरा। टाँसी त टाँसेन नि यार मुटु साले नाक भन्दै ओलीको कुरा गरे टोक्न आयो क्या। सानो खाले थियो क्या सानो हिँडिरहेको थियो हम्नै उडिरहेको ओलीको धेरै कुरा गर्नु हुँदैन यार पनौती हो ओली त यार। तर म त कुरा गर्दिनँ यार ओलीको अहिले बाइक स्टार्टै हुन छोड्यो भने त्यो त प्रब्लम आइरहेको छ बाइकमा म त कुरै गर्दिनँ ओलीको। अनि गगन थापा हेर गगन थापा कति इनोसेन्ट बन्न खोजेको गगन थापा ओहो त्यो कुरा सुन्दा त अब उसले केही गर्नै नसकेको काङ्ग्रेसमा उसको सभापतिले उसलाई केही गर्नै नदिएको आहा कति माया लाग्दो भएको गगनजी हजुर वाह चुप्पै खाइदिउँ जस्तो तिमीलाई त फटा डाँगा गर्नु सर्नु केही छैन। अझै भर्खरको यङ नेता अरे होइन फटा हो है गगन थापा तिमी फटा हो त्यति चित्त बुझौ तिमी फटा हो छोडिदेऊ राजनीति गर्न।
अनि भयो के केटा हो यार, कति भोट हाल्छ हो केटाकेटीको मम्मी ड्याडीहरू, कति भोट हाल्ने क्या अङ्कल आन्टी यार। भयो नि अब यस्तोबाट त के शासन चलाउने हो र, अनि भएन र, अनि पुगेन र। नाति नातिनालाई त्यत्रो मार्यो यार। अहिलेको त नाति त नि हामी होइन। अनि हजुर बाउ, अनि फेरि कहिले मर्दैनन् रहेछ फेरि यस्तो मान्छेहरू। आम्मा अझ फेरि मरोस् भन्नु खोज्दा त होइन होइन, ह्युमनको एउटा लाइफ त हुन्छ होइन, तर के कामै नगरी चाहिँ के हो र भने यार, मारेर मात्रै बस्नु भयो त भने मजा आएन यार, मजा आएन कि देश के भन्ने यार। हामी जनता जस्तो हो, हामीले नेता त्यस्तै पाउँछ क्या खासमा हुन चाहिँ। नेता त्यस्तो भएर हामी त्यस्तो होइन क्या, हामी त्यस्तो भएर नेता त्यस्तो भयो कि खासमा चाहिँ। अब त्यो प्राइमेरी सोर्स किन त्यस्तो भएको नेता भन्यो भने चाहिँ हामी जनतै त्यस्तै छौँ नि त। हामी जनतै मासु भातमा बिग्रिन्छौँ, एउटा कार्टुनको लागि बिग्रिन्छौँ, एउटा डलको लागि बिग्रिन्छौँ होइन, के भन्नु बाटोपट्टि नि लुट दिन्छौँ। हामी जनतै त्यस्तो छौँ नि त साथी। अनि चुनावमा अनि मासु भात दिएपछि त सक्यो, 1500 मासु भात दिएपछि के चाहियो होइन। पार्टी हुन्छ नि चुनावको बेला त आम्मा रिसोर्ट बुकिङ होइन, यस्तो रिसोर्ट्सहरू त पुरै बुकिङ हुन्छ क्या झोला ग्याङहरूको लागि। अनि के अरे सरी नट झोला ग्याङ, के अरे काभ्रेली सम्धिहरूको लागि। अनि काभ्रेली सम्धिहरू यता आउने पार्टी हान्ने, फेरि छेउछेउमा हिँड्ने काभ्रेली सम्धिहरू होइन। तिनीहरूको घरमा छोराछोरी छैन कि के हो त्यो महेश बस्नेतको पछाडि किन हिँडायो त्यत्रो केटाहरू। दाइहरू यार केही त रेस्पेक्ट गरिदिनु यार, त्यत्रो भाइहरू मराछन् यार। ज्यान स्यान बनायो भन्दैमा कि अब सबलाई के पिट्दै हिँड्ने हो र भने खाइदिउँला जस्तै कोही बोल्न दिन्न। को हो त्यो बोला, को अरे यसै उठेर आउँछ उता, के न गर्नु सकिन्छ त। हामी त बाइक चलाउने, घुम्ने, मनलाई शान्त गर्ने, काम गर्ने, पढ्ने, बाहिर जाने, त्यति होइन हाम्रो काम। अब के गर्ने त, देशमा केही छैन। केही गरौँ भनेर स्टार्टअप खोल्यो भने खोल्न भन्दा बन्द गर्न गाह्रो छ। कति गाह्रो छ यार स्टार्टअपको झन् यार। तेरिका कुनै दिन भनौँला केटाहरूलाई त मेरो स्टार्टअपवाला च्यानलबाट कति हो गाँजाको बोट, गाँजा जस्तो यहाँ त। कुनै दिन भनौँला स्टार्टअपको कति लसुन छ यो देशमा। यस्तै हो, हामी सुध्रिनुपर्छ। हाम्रो भोट हाल्ने हो, हामीसँग राइट छ भोट हाल्ने। हामीले भोट हालेपछि हामीले फिल्टर गर्न सकिन्छ। डेमोक्रेसीको सबैभन्दा राम्रो कुरा भने नै भोटिङ सिस्टम हो। भोटिङ भने नै फिल्टर डेमोक्रेसीको उत्तम हो। अनि डेमोक्रेसीभन्दा अर्को कुनै पनि एउटा विकल्प छैन होइन, कुनै तन्त्र छैन डेमोक्रेसीभन्दा राम्रो। त्यही भएर हामीले डेमोक्रेसीलाई नै अझै बेटर बनाउने नै हो खासमा होइन। कोही अब राजाले पनि भन्छन्, कोही के भन्छन्, आफ्नो ठाउँमा ठिक पनि हो। एउटा कुरा ठिक हुन्छ, अर्को कुरा बेठिक हुन्छ होइन। त्यही भएर अब के नै गर्न सकिन्छ र। त्यही भएर अब हामी चाहिँ हाम्रो आँखामा, हाम्रो घैँटोमा घाम लाग्नु पऱ्यो के, घैँटोमा घाम लाग्नु पऱ्यो। अस्ति त्यत्रो स्टुडेन्टहरू मरे त, अब त घैँटोमा घाम लाग्नु पऱ्यो नि। कहिले हो लाग्ने, अब लगाउनु पऱ्यो घैँटोमा घाम। अब पनि लागेन भने चाहिँ अब लागेन भने त के नै भन्नु छ र, अब पनि घैँटोमा घाम लाग्ने। यसपालिको चुनावमा नि ओली प्रचण्ड देउवाले जित्यो भने होइन, अथवा बहुमत पायो भने चाहिँ नेपाल नबस्दा नि हुन्छ अब पनि। किनकि अस्ति त्यत्रोजना मरे, त्यत्रोजना अस्ति भर्खर ट्राजिक डेथ भयो, गोली हान्ने मारे होइन सालेहरूले। अब पनि ओली देउवा प्रचण्डले जित्यो भने आर्जु त अब ऊ त कहिले लड्दिनन् होइन, वडा अध्यक्ष त जिताएको छैन आर्जुले आन्टीले। अब पनि तिनीहरूले चुनाव लड्यो भने र जित्यो भने चाहिँ त्यो देश कहिले नि उँभो लाग्दैन। के हो, कहिले नि उँभो लाग्दैन क्या। किन भन्दाखेरि अब अस्ति भर्खर रिसेन्ट त्यत्रो मान्छेहरू मर्दा यस्तो तात्तातोमा चुनाव हुन लागिरहेको 6 महिनापछि। अब पनि तिनीहरूलाई नै जिताउने हो भने चाहिँ काका काकी आमा बुवा तपाईँको देश पनि बन्दैन, तपाईँ मरुन्जेल यस्तै हुन्छ, हाम्रो छोराछोरी जन्मुन्जेल यस्तै हुन्छ होइन। अनि अब हामी त हाम्रो त कुरै छोड्दैनौँ, हामी त यत्तिकै भइहाल्यो होइन, केही नै हुँदैन के। त्यत्रो 5000 6000 मरेर जनयुद्ध गरेर कति हजार मर्यो होइन, त्यत्रो गरेर त के भयो त, केही भयो, केही भएन। अब यहाँ 20 जना मरेर त केही हुँदैन। त्यतिखेरको जेन्जी नै त मर्यो नि, त्यतिखेर पनि माओवादीले नि त्यतिखेरको 16-17 वर्षको केटाहरूलाई नै बन्दुक हातमा, त्यतिखेरको जेन्जी नट अहिलेको। नाम मात्रै फरक त हो नि, उमेर त त्यही त हो नि अहिले र त्यतिको होइन। त्यो एउटा त्यो जेनेरेसन ग्यापको एउटा नाम दिएको त हो नि।
त्यही भएर अब नि देश बनेन भने चाहिँ बन्दै बनेन। त्यही भएर अब यसपालिको चुनावमा चाहिँ हामीले पनि भोट हालौँ होइन, भर्खरको केटाकेटीहरूले पनि भोटिङ कार्ड बनाएर अनि सकेसम्म चुनाव हालौँ, भोट हालौँ। होइन भने चाहिँ अब उठौँ होइन, उठ्नै छ भने कतिजना उठ्नै मन होला, म होइन उठ्छु नै भनेर, उठ्नु छ भने उठौँ। तर यस्तो मान्छेहरूलाई चाहिँ नजिताउँ। गगन थापा, प्रचण्ड ओली, केपी ओली होइन, अनि शेरबहादुर, आर्जुदित्त उठ्थिनन्, अरूको हुन्छ, अरूको को छ नि होइन, के कतिवटा के छ नि त होइन, सबलाई हटाइदिउँ क्या। आउने त यिनीहरू चुनावबाटै त हो नि होइन, आउन चुनावबाट हो नि। अनि यिनीहरूसँग कन्फिडेन्ट त्यही भएर भयो क्या। कन्फिडेन्ट यिनीहरूसँग के छ नि, यिनीहरूसँग पैसा छ, पैसा ओभरै छ, ओभर पैसा आएपछि कन्फिडेन्ट हुन्छ। अनि यिनीहरूलाई के लागिरहेको छ भने अझै नि मसँग पैसा आएपछि जनता त मसँग छ, किनकि थाहा छ यिनीहरूलाई हामी भेडा हो, हामी मासु भातमा बिक्छौँ भन्ने कुरा। त्यही भएर यिनीहरू अझै पनि कन्फिडेन्टसँग खुलेर हाँसेर बसेर नाचेर आनन्दले बसिरहेछन्। त्यही भएर अब चाहिँ यसपालि चाहिँ देखाइदिउँ क्या। यसपालि नै होइन भने चाहिँ कहिले नि होइन है, फेरि यसपालि नि भएन भने चाहिँ कहिले नि भएन। के हो टायर हिरो हुन्छ त टायर। ल भयो, धेरै राजनीतिक गफ हाल्छ मलाई, अब के गर्ने त, के गर्ने। अब त आइपुग्न आँट्यो हामी जाने ठाउँ, एकछिन बस्ने आनन्दले चिल हान्ने, गफ गर्ने होइन। फेरि कोसँग गफ गर्ने भनेर एक्लै गफ गर्ने, के हो र एक्लै गफ नहुने हो र, आनन्दले गफ गर्ने, बस्ने मनमा नै होइन। यसरी आउनुको फाइदा के हो भने, एक्लै आउनुको फाइदा यसरी भ्लगमा आफ्नो मनको कुरा गर्न पाइयो। मनलाई भ्लग हाल्ने, मनलाई हेर्न हाल्ने, घुमिया नि हुन्छ, पछि हेर्न नि हुन्छ, आफूलाई आफू कहाँ गयो भनेर होइन। आफू आफ्नो मनको कुरा नि खोलिन्छ, एक्सप्रेस गरिन्छ, अनि आफ्नै धुनमा भइन्छ, आफूले आफूलाई क्वेसन सोधिन्छ, अनि आनन्द आउँछ क्या होइन।